म चाहिँ अहिले अब्बा जाने बाटोमा छु। यो अब्बा जाने बाटोमा म अहिले 880 कुरीबाट भित्र घुसेँ र उता बासामीको आएर बसिसकेको रहेछ पहिल्यै। अनि म पनि आइपुगेँ। हावा चलिरहेछ। खानासाना खाएर निक्लिनुपर्छ। यहाँ चाहिँ अनि के अरे पार्किङ, ठुलो पार्किङ। तर यो पेट्रोल पम्प चाहिँ बन्द भइसक्यो। यो बन्द भइसक्यो पेट्रोल पम्प हो। यहाँ चाहिँ मेरो 7वटा गाडी लोड भएको छ। यताखेर लाग्छै हावा चलिरहेको कि हावा चलेर त्यहाँ रोक्यो। यहाँ 7वटा गाडी लोड भइरहेछ। माथि 3टा छ, तल 4वटा। र उता बासामी बसिरहेछ। त्यो कतिखेर आएर बसेको थियो थाहा छैन। अब म अब्बा जाँदैछु। अब्बा के अरे कति बजी पुगिन्छ थाहा छैन, तर भोलि पुग्छु। हेरौँ कतिखेर पुग्छ। गएर भोलि खालि गर्नुपर्ने हुन्छ। अब्बाको बाटो पुरै के अरे पहाड देखिन्छ। सिन भन्ने दामी देख्छ, तर अनि एउटा केही हुँदैन। एक्लै छु। मजाले कुदिरहेछ। अर्को गाडी अगाडि गइरहेछ। अनि यहाँ चाहिँ यो बाटोमा चाहिँ एक्लै कुद्नुपर्छ कि त्यति धेरै गाडीहरू हुँदैन अब्बा जानुलाई। अब म भोलि बिहानसम्म पुग्छु होला जहाँसम्म 9:20 लाग्छ। भोलि 9-12 बजे छिर्नु पर्ला भन्ने सोच गराएको। ठाउँ भने यस्तो दामी देख्छ। यता डर चाहिँ लाग्छ रातिमा हिँड्नलाई। दिउँसोमा पनि सुनसान हुन्छ। केही छैन यतापट्टि। न पेट्रोल पम्पहरू छ, न घरहरू छ। सायद उनी भिसा नपुग्ने जेलसम्म सायद केही पनि छैन यता। एउटा दुईवटा पेट्रोल पम्पहरू छ। ठाउँ चाहिँ यस्तो देख्छ। ठाउँ चाहिँ राम्रो देखिरहेछ। म चाहिँ अब्बा भन्दा नि खमिस मुसेर भन्ने ठाउँमा जानुपर्छ। खमिसको मुसेर भन्ने ठाउँमा गएर मेरो गाडी अनलोड हुन्छ। यस्तै मात्रै छ बाटो, धेरै छ। सिधाको सिधा छ। लगभग म चाहिँ के अरे 713 किलोमिटर छ। भिसा हुँदै जानुपर्छ। अरू गाडीहरू त्यति आउँदैन कि यो बाटोमा। पुरा तल्लो बाटो जान्छ धेरै जस्तो। माथि 9:20 लाग्छ भनेर पुलिसले समाए खाइरहन्छ कि त्यही भएर चाहिँ धेरै आउँदैन। यस्तो छ ठाउँ। म पनि अहिले अब्बा आइपुगिसकेँ। अब्बा आएर माथि 3टा गाडी बाँकी छ। यो अब्बाको यो हाम्रो अफिस भइहाल्यो। म चाहिँ पार्किङभित्र घुसिसकेँ। आज 4वटा गाडी झऱ्यो। 3टा गाडी बाँकी छ। 3टा गाडी झार्ने छ। अनि रोड चाहिँ छैन। यहाँ आज बसाइ होला जस्तो लाग्यो।